आदरणीय मित्रहरू नमस्कार सबैलाई म हुँ सौगात। मित्रहरू आज चाहिँ म तपाईँहरूलाई एउटा चिज देखाउँछु है त। यो चाहिँ हाम्रो टिएमएस अहिले म लाइभ बसिरहेको छु है। मैले अस्ति भिडियो बनाएको थिएँ अन्तिममा बढ्ने स्टक कसरी पत्ता लगाउने भनेर है। त्यहाँ चाहिँ साथीहरूको क्वाइरी धेरै देखेँ मैले है, बुझिनँ भन्नुभएको थियो। आज चाहिँ म बुझाउने कोसिस गर्छु अनि थप अरू केही तपाईँहरूलाई इन्फर्मेसनहरू पनि थप गर्छु है, एड गर्छु। मैले के भन्न खोजेको थिएँ भने सपोज यो यसैलाई लिउँ है, यो युएसएलभी स्टकलाई नै लिउँ। हेर्नुहोस् यहाँ प्रिभियस क्लोजिङ हेर्नु त 2170 छ है। अब यो सेयर चाहिँ तपाईँलाई अब हाम्रो टिएमएस भनेको 11 बजे खुल्छ। अब 11 बजेर 1 मिनेट अथवा 2 मिनेट अथवा बिचमा कतिखेर है 1-2 बजेतिर अथवा अन्तिमतिरै कतिखेर हुन्छ यिनीहरूले चाहिँ तपाईँलाई अब यो स्टकलाई आज 8% बढाउनु छ भनेपछि उनीहरूले चाहिँ प्रिभियस क्लोजिङभन्दा 6% पहिले नै बढाएर 8% माथि चाहिँ तपाईँलाई 10 किता 20 किता अथवा केही किताहरू राख्छन् क्या। एमकेटीमा स्वाट्ट खाँदाखेरि म्याचिङ होस् अनि त्यो किता त्यो रेटमा टक्क म्याचिङ भएपछि त्यो दिनको त्यो स्टकको तपाईँलाई क्लोजिङ प्राइज बस्छ क्या। त्यही भएर अनि 8% माथि टक्क बढेर बस्छ स्टकको प्राइज है। अब सपोज उनीहरूलाई 10% बढाउनु छ भने उनीहरूले प्रिभियस क्लोजिङ भनेको हिजोको क्लोजिङको आज चाहिँ अब बिचतिर अथवा सुरुमै कतिखेर 8% बढाएर 10% माथि चाहिँ 10-20 किता अथवा कति किता अब तिनीहरूकै मर्जीले राखेको हुन्छ। अन्तिममा एमकेटी स्वाट्ट हान्दाखेरि त्यो किता त्यो रेटमा म्याचिङ भएपछि अनि त्यो दिनको त्यो स्टकको तपाईँलाई क्लोजिङ प्राइज बस्छ क्या। हो त्यही भएर उनीहरूले चाहिँ अन्तिममा टक्क 6% अथवा 8% अथवा 10% बढाउनको लागि हिजोको क्लोजिङभन्दा सुरुमै बढाएर है रेन्ज खुलाएर अनि माथि म्याचिङको लागि टक्क राखिसकेको हुन्छ क्या किता। हो त्यही भनेको मैले डे हाई भनेको आजको हाई भनेको। हेर्नु यहाँ हिजो 2170 छ। अब आज यो स्टक 6% बढेको भए उनीहरूले अन्तिममा बढाउन सक्थ्यो, बढ्ने सम्भावना अलि ज्यादा हुन्थ्यो है। अब यो स्टक चाहिँ छैन, यसको अब यो प्रिभियस क्लोजिङ जति छ ओपन त्यतिमै भयो, तर आज त्यो हिजोको भन्दा बढ्नै सकेन माथि है। त्यही भएर यो स्टक चाहिँ बढ्न सक्दैन भनेर अनुमान लाउन सकिन्छ है साथीहरू। अनि मैले तपाईँहरूलाई चाहिँ यस्तो स्टकहरूबाट जोगिनु भनेको थिएँ क्या। तपाईँलाई यो अन्तिममा स्वाट्ट बढेको स्टकहरूबाट चाहिँ धेरै जोगिनुपर्छ है त। स्टक मार्केटमा अपरेटरहरूको चाल हुन्छ है, उनीहरूले चाहिँ मान्छेहरूलाई अब टक्क अन्तिममा बढाउने अनि भोल्युम पनि ल्याइदिने अनि टेक्निकल हेर्ने मान्छे त छिर्छ नि त आएर हो, अनि उनीहरू चाहिँ फस्छ क्या। हो त्यही भएर त्यस्तो सेयरहरू किन्नु हुँदैन। अनि मैले तपाईँहरूलाई भनेको थिएँ साथीहरू, अब हेर्नु त बिहिबार किन्नेहरूको हालत के भयो होला। उनीहरूले 2050मा मजाले किनिराखेको थियो, आज हेर्नु त 1953मा बाहिर सुद्धा छैन। अब जतिमा सेयर किन्यो है, सेयर आउन खातामा 3 दिन लाग्छ अनि अब त्यो 3 दिनमा त्यो सेयर घटेर उहाँ 10-15% तपाईँलाई लस भइसकेको हुन्छ होइन। त्यही भएर अन्तिममा बढ्छ भन्दैमा सेयरहरू जहाँ पाए ती किन्नु हुँदैन। आफ्नो खातामा आउँदा आउँदै घाटा लागिसक्छ, घटिसक्छ होइन, अनि आफूले लस बेहोर्नु पर्ने हुन्छ। त्यही भएर त्यस्ता स्टकहरूलाई चाहिँ एभोइड गरेकै राम्रो। अब हेर्नु त अस्ति बिहिबार यो सेयर किन्नेहरूको हालत हेर्नु त। अब बढ्न त बढ्यो अन्तिममा 8% बिहिबार, तर आइतबार पनि नेगेटिभ सर्किट लाग्यो, सोमबार आज पनि नेगेटिभ सर्किट लाग्यो है। अब नेगेटिभ सर्किटमै बेच्छु भन्दा पनि पाउँदैन क्या बेच्नलाई है, यस्तो हुन्छ। अब साथीहरू यो स्टकमा के भएको थियो भनेर अब तपाईँहरूलाई म देखाउँछु। त्यसको लागि यहाँ हामी चार्टमा आउनुपर्ने हुन्छ यो स्टकको। हेर्नु साथीहरू, यो स्टकमा चाहिँ अपरेटर छिरेको थियो है, यताबाट छिरो 4 दिन बढायो, करेक्सन आयो, बेच्न सकेन, त्यसपछि फेरि बढायो यहाँ 2 दिन होइन, अनि फेरि बेच्न सकेन। हेर्नुहोस् है, अनि फेरि करेक्सन आयो अनि यसो अलि बढो, टक्क बढाउन खोज्यो है, तर
मजाले बढाउनु सकेन, घट्यो। त्यसपछि लामो करेक्सन आयो है। अनि बल्ल बल्ल अनि यहाँबाट चाहिँ अनि टक्क बढाएको छ। योचोटि चाहिँ अपरेटर निस्किन सफल भए जस्तो देखिन्छ है। त्यसको लागि चाहिँ अब फ्लोर सिटै हेर्नुपर्ने हुन्छ। अब साथीहरू यो स्टक चाहिँ किन्नै नमिल्ने भन्ने होइन। यो स्टक किन्नलाई चाहिँ तपाईँहरूलाई के थाहा हुनुपर्छ भन्दाखेरि कुनै पनि स्टक भनौँ न, यही स्टक नभनौँ, कुनै पनि स्टकमा ट्रेड लिनका लागि सुरुमा यो स्टकमा अपरेटर छ कि छैन त्यो थाहा हुनुपर्छ है। यदि अपरेटर छ भने अब हेर्नु, उसँग टोटल किता कति छ त्यो थाहा हुनु पर्यो, उसको एभरेज रेट कति छ त्यो थाहा हुनु पर्यो होइन। अनि कुन ब्रोकर छ, त्यो अपरेटरले कुन ब्रोकरबाट कारोबार गर्छ त्यो पनि थाहा हुनु पर्यो है। त्यसपछि अनि त्यो स्टकको चाहिँ अब बढ्छ अनि टक्क टक्क घट्छ अनि घट्दै जाँदाखेरि त्यो स्टकमा चाहिँ भोल्युम एकदम ड्राई हुनु पर्यो है। यो एरियामा चाहिँ भोल्युम ड्राई छ, हेर्नु त कति थोरै भोल्युम छ होइन, एकदम ड्राई हुनु पर्यो भोल्युम। अनि फ्लोर सिट हेर्नुपर्छ। फ्लोर सिट हेर्दाखेरि जुन ब्रोकरले यो स्टक खेलाएको हो त्यो ब्रोकरले चाहिँ तपाईँलाई अब सपोज अब 6-7 हजार किता किन्यो भने तपाईँलाई 2-3 हजार किता बेच्नु पर्यो, बेच्छ होइन। हो त्यसरी मान्छेहरूलाई बाहिर निकाल्छ क्या, छाँट्छ अनि होल्ड गर्न सक्ने मान्छेहरूलाई मात्र राख्छ। यसरी यहाँ धेरै झुलाउँछ होइन। अनि टक्क बढाउँछ। अनि चाहिँ हो जब जुन ब्रोकरले यो स्टक अथवा त्यो स्टक खेलाउँछ त्यो ब्रोकरले चाहिँ 6-7 हजार किता किन्दै अनि 2-3 हजार किता बेच्ने, फेरि भोलिपल्ट पनि त्यसरी नै किन्ने अनि फेरि थोरै बेच्ने, अब त्यस्तो गर्न थाल्यो भने होइन, अनि भोल्युम पनि अलिक ड्राई हुन थाल्यो भने अनि चाहिँ त्यो स्टक बढ्न सक्छ है भनेर अनुमान लगाउन सकिन्छ। अनि जब त्यो स्टक चाहिँ अलिक अलिक राम्रै भोल्युम आएर टक्क टक्क बढ्न थाल्छ त्यसपछि अनि टक्क छिर्दा हुन्छ है त। तपाईँलाई अब यसरी यो यत्रो बढिसकेको छ, 20% 25% बढिसकेको छ अनि टक्क हो त्यस्तो बढ्छ है भनेर हो त्यसरी जहाँ पाए त्यही छिर्नु हुँदैन है, स्टकहरूमा फसिन्छ। यो स्टकमा चाहिँ अब चाहिँ होइन त्यो अपरेटर निस्के जस्तो देखिन्छ, हेरौँ। अब फ्लो सिट हेर्नुपर्छ त्यसको लागि। त्यही भएर साथीहरू जुन पाए त्यही स्टकहरू जहाँ पाए त्यही किन्नु हुँदैन। सेयर मार्केटमा सबैभन्दा ठुलो भनेको पैसा होइन, तपाईँलाई नलेज, ज्ञान ठुलो कुरा हो। तपाईँसँग यदि प्रपर नलेज छ भने थोरै पैसा 50,000, 1 लाख, 2 लाख, 5 लाखलाई तपाईँले धेरै बनाउन सक्नुहुन्छ है, ठुलो पैसा बनाउन सक्नुहुन्छ। यदि अब तपाईँसँग चाहिँ नलेज छैन, पैसा छ अनि त्यो पैसा स्टक मार्केट ल्याएर आएर अनि यसलाई म बढाउँछु भन्नुभयो भने त्यो सबै पैसा तपाईँले गुमाएर बाहिर खाली हात जानुपर्ने हुन्छ है। त्यही भएर एकदम विचार गरेर है तपाईँहरूले अब मजाले सेयर मार्केटको ज्ञान लिएर नलेज लिएर अनि मात्र स्टक मार्केटमा प्रवेश गर्नुहोला। सेयर मार्केट भनेको एकदम धेरै जोखिमको क्षेत्र हो है। अब यही स्टकलाई नै हेर्नु न, यो दिन बिहिबार किन्नेहरूको हालत हेर्नु त के भएको होला। मैले त भिडियो बनाएकै थिएँ, यो स्टक नकिन्नु है, नकिन्नु, यो स्टक घट्छ। अपरेटरले अब हेर्नु यहाँ यो दिन बढायो बिहिबार, अब अर्को दिन फ्यालिदियो। कहिलेकाहीँ अपरेटरहरू पनि सफल हुन्छन्, कति कति असफल हुन्छन् होइन। ठिकै छ साथीहरू, हेर्नु त यो स्टकलाई। अब बिहिबार किन्नेहरूको हालत हेर्नु त 10 गरेर 20% घट्यो। अब बिहिबार त बढ्यो नि, के गर्नु बढेर। अब खातामा आएको छैन, हिजो आइतबार आयो, आज सोमबार पनि घट्यो, आइतबार पनि घट्यो। हेर्नु त यस्तो हालत हुन्छ। त्यही भएर सेयर मार्केटमा पैसा ठुलो कुरो होइन, नलेज ठुलो कुरो हो। त्यही भएर तपाईँहरूले चाहिँ पैसा कमाउनेपट्टि एकैचोटि नजानु क्या। सेयर मार्केटमा सुरुमा नलेज लिनपट्टि जानु। नलेज भएपछि त पैसा त्यत्तिकै तपाईँहरूको पछाडि आइहाल्छ सेयर मार्केटमा है त। ल साथीहरू, आजलाई यो भिडियोमा यति नै। फेरि अर्को भिडियोमा आउने बाचा गर्दै बाई बाई, टेक केयर एभ्री वान।